नमस्ते हजुर सबैजनालाई है। आज अहिले भर्खरै मात्र मैले राम्रो हो कि नराम्रो हो कि एउटा टाइटल पाएको रहेछु है। के टाइटल भन्दा चाहिँ मैले भर्खर यही गतिमा यही रूपमा यस्तै लुगा लाएर यो डोको बोकेर चाहिँ यहाँ बल्ल बोक्नुको लागि आउँदै थिएँ र मैले चाहिँ के टाइटल पाएको रहेछु भन्दा चाहिँ जङ्गली फेसन भनेर एउटा टाइटल पाएको रहेछु। म धेरै बेर दुई तिन खेप बल्ल बोक्दा हिँडिरहेको छु मेरो दिमागमा यो खालको क्वेसन मार्क आउन थाल्यो। जङ्गली फेसन भनेको के भनेको, मलाई के भनेको भनेर र है मलाई के भनेको रहेछ भन्दा चाहिँ मैले ढिलो बुझ्दाखेरि चाहिँ मैले चाहिँ यो बस्तीमा कामसाम गरेको योहरू चाहिँ सबै एउटा फेसन भनेर सोच्नु भएको रहेछ। र चाहिँ यो चाहिँ अब उहाँले फेसन सोच्नुभयो, ठिकै छ। अब उहाँले राम्रो सोचले भन्नुभएको थियो कि नराम्रो सोचले भन्नुभएको थियो है। र उहाँलाई धेरै धेरै धन्यवाद। किन धन्यवाद भन्दाखेरि चाहिँ म यही जङ्गली फेसनको टाइटल बोकेर चाहिँ योभन्दा धेरै अगाडि जानेछु है। र उहाँले मलाई एउटा नयाँ ऊर्जा पनि थपिदिनु भयो भनौँ न। अब यो जङ्गली फेसन भन्दा नसोचेको कुरा हेर्नुहोस् न। अब मैले यसरी बल्ल बस्तीमा बस्दाखेरि चाहिँ को सुटबुट लाएर बल्ल बोक्नु आउँछ, यस्तै लुगामा हुन्छ नि। जहिले म बस्तीमै हुर्केको बस्तीमै जन्मेको मान्छे चाहिँ काम गर्दाखेरि कहिले पनि राम्रो लुगा लाएर गरेको हुँदिनँ। म हरेक मेरो जुन भिडियोमा पनि मेरो यस्तै लुगा यस्तै मैले हुन्छु म है। कोही बेला यताउता जाँदाखेरि मात्रै मेरोमा म राम्रो भएर हिँडेको हुन्छु। र उहाँले चाहिँ म यसरी बस्तीमा झ्याल्याक झुलुक यस्तो मैला भएर गरेको चाहिँ मलाई एउटा फेसन जङ्गली फेसन भनेर टाइटल दिनुभएको रहेछ। उहाँहरूलाई धेरै धेरै धन्यवाद है। र तपाईँको यो टाइटल बोकेर चाहिँ म योभन्दा धेरै अगाडि बढ्ने चाहिँ म प्रयास गर्नेछु। धन्यवाद।